हेलो गाइज, हामी आएको यहाँ 1905 मेट्रोको पार्क होइन। यो पार्कको नामै त्यही 1905 होला। 1905 यहाँ घुम्न हामी यो मेरो क्यामेराम्यानसँगै ल्याएर आयो, तर आफै बनाउनु परिरहेको। क्यामेराम्यान त आउँदैन, चस्मा लाएर हेर न क्यामेराम्यान। खै चस्मा खोलिदेऊ त एकचोटि। ओहो, आँखा त क्लियरै होला नि होइन। यस्तो आँखा छ। अनि घुम्न आइयो, पार्क सार्क घुमियो, फोटोसोटो खिच्यो। पार्क चाहिँ राम्रो छ, ठुलो छ, यस्तो बवाल पार्क छ। अनि यो पार्कको यो शीतल छ होइन। यसरी मान्छे कुकुर डुलाउन आउँछन् होइन। कुकुर पनि के भन्नु, पेट हो यिनीहरूको, पेट डुलाउन आउँछन्। यो पार्क भयो। ऊ यहाँ स्ट्याचुहरू छ, अब कसको हो थाहा। ऊ यहाँ छ स्ट्याचुहरू, मान्छेहरू घुमिरहेको हुन्छन्। एनी टाइम पार्क खाली नै हुन्न। फ्रेस हावा खान आइरहेको हुन्छ। फ्रेस हावा, कुकुरहरूलाई हगाउन मुताउन होइन। यस्तो दामी पार्क छ यहाँ। आउनु होला घुम्न, कहिलेकाहीँ आउनु पऱ्यो भने। अनि मेट्रो 1905, उलिच्चा 1905 गोदा मेट्रोको नाम हो। टक्क लाएर जुन एक्जिटबाट निक्लिए नि हुन्छ, एक्जिटबाट निक्लिने अगाडि पार्क देखिन्छ सिधै। 500-600 मिटर जति लामो छ जे होस् पार्क होइन। त्यही हो। अब योभन्दा बढी के भनौँ, पार्क देखाइहालेँ, क्यामेराम्यान देखाइहालेँ। यसले गाइड गरिदिन्छ। कन्ट्याक्ट गर्नु होला, नम्बर चाहियो भने मेसेज गर्नु होला, म नम्बर पठाइदिन्छु। यसले गाइड गर्छ। दिनको 4000 दिए म दिनको 4000 धेरै पनि दिनु पर्दैन, 4000 दिएपछि दुःख सुखको गफसप सुनाउने भए एक्स्ट्रा 1000 रुपियाँ लाग्छ। रोइदिनु पऱ्यो भने अझ एक्स्ट्रा 2000 एक्स्ट्रा 3000मा सँगै रोइदिनु नि रेडी। सब गर्न रेडी हुन्छ। त्यही भएर यसलाई कन्ट्याक्ट गर्नु, केही चाहियो भने। यहाँ भयो आउने बाटो। हुन त बाटो त टन्नै छ, जताबाट छिरे नि हुन्छ। अब यहाँ मेट्रोबाट सिधै आउने बाटो यता छ। मेट्रो चाहिँ ऊ यता, यो मेट्रो छ ऊ त्यो स्ट्याचुको पछाडि, यसको पछाडि मेट्रो। जताबाट आए नि हुन्छ। जेब्रा क्रसिङ चाहिँ हेरेर गर्नु होला, फेरि उडा गाडीले है। ल त अब अघि भनेको पार्क योबाट जाने भइहाल्यो। यो जेब्रा क्रसिङ होइन। यहाँबाट यहाँनिर यो मेट्रो, त्यहाँ अगाडि एम लेखेको त यो मेट्रो भइहाल्यो। उलिच्चा 1905 गोदा। त्यहाँबाट निक्लिने, यो 1 नम्बर एक्जिट हो। निक्लिने सिधा आउने, यहीबाट हिँड्दै आउने। यहाँबाट सिधा यो जेब्रा क्रसिङ। ऊ यहाँ ग्रिन लाइट भएपछि हिँडेर जाने। यति त थाहा होला विदेशका मान्छेलाई, ग्रिन लाइट भएपछि हिँड्नुपर्छ भन्ने कुरा होइन। त्यति भएपछि हिँडेर जाने। अनि टक्क लाएर पार्कमा पैसा लाग्दैन, फ्रीमा घुम्न जाने हो। टक्क घुम्न पाइन्छ। 7 नम्बर लाइन हो। बस चढे पनि पैसा लाग्दैन, नतिरसम्म लाग्दैन। कार्ड ट्याप गर्ने हुन्छ टक्क लाएर होइन। मेट्रोको बाहिर चाहिँ यो स्ट्याचु छ। मेट्रोको बाहिर यस्तो यो बनाएको छ। खै अब ऊ पहिला सायद वर्ल्ड वार 2 को केही ऊ होला होइन। यो वाला यस्तो बनाएको छ। यहाँनिर बस स्टप छ। यिनीहरूले 2 जित्या हो नि त, वर्ल्ड वार 2। अनि त्यही भएर ऊ यहाँ लेखेको पनि छ यहाँ मेट्रोको तल होइन। घुम्न मन लागेको चाहिँ टक्क दामी छ पार्क। मैले त आधी अगाडिको मात्रै देखाएको छु। यो पार्क ठुलो छ। पार्क देखा अगाडिको मात्रै थियो, पुरा ठुलो पार्क छ होइन। अब हामी ऊ त्यो ठाउँमा अहिले जान्छौँ हामी। ऊ त्यहाँ टोइलेट पनि छ। टोइलेट लायो भने यताउति टोइलेट सब व्यवस्था हुन्छ। त्यही भएर दामी छ पार्क घुम्नलाई, यताउति गर्नलाई। यदि गर्लफ्रेन्ड ल्याएर घुमाउन चाहनुहुन्छ, राम्रो ठाउँ देखाउन चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ। गर्लफ्रेन्डलाई बस्नको लागि बेस्ट। गर्लफ्रेन्ड छ घुमाउनलाई त बेस्ट आउँछ। अहिले त फेरि अब सिजन पनि राम्रो छ नि त, हिउँ परेको छैन, हिउँ पग्लिसक्यो। यस्तो दामी छ यी भ्युजहरू, यी सनसेट। यो बस हो चढ्ने, तर यो चाहिँ होइन, यो टुरिस्ट लामो हुन्छ अलिकति। यो सायद टुरिस्टहरू मात्रै हो। बस त आउँदैछ ऊ होला, यस्तो हुन्छ। जे होस् अहिले घुम्नलाई चाहिँ राम्रै छ ठाउँ। अब यस्तै हो। यहाँ यस्तो पुलिसहरू पनि भेटिन्छन् बाटोमा होइन। डकुमेन्ट चाहिँ सबै बोकेर हिँड्ने। बाटोमा पुलिसहरू भेटिएपछि चेकिङ हुन्छ, पासपोर्ट, रजिस्ट्रेसन, इमिग्रेसन के हुन्छ होइन। अब यहाँबाट पारी निक्लिनलाई फेरि यस्तो छ, तल अन्डरग्राउन्डबाट हो यहाँ छ। यहाँबाट जाने पारी निक्लिन्छ होइन। मेट्रोबाट डाइरेक्ट 1 नम्बरबाट निक्लेर यहाँबाट सिधै पारी गयो नि हुन्छ। उताबाट जेब्रा क्रसिङ गर्दा नि हुन्छ है। ओ धेरै लामो पनि नबनाऊँ, योभन्दा के बोलौँ, त्यस्तै भइरह।